हेलो गाइज, वेलकम ब्याक टु माई न्यू भिडियो। आई होप सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदम सन्चै आरामै छु गाइज। धेरै महिनापछि हजुरहरूसँग म आज आइसकेको छु। भेटौँ न सबैजना सन्चै राम्रै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु गाइज। गर्मी चाहिँ ओभर छ र अनि यस्तै हो मधुवनको दृश्य कस्तो राम्रो माथि हेर्नु न। अनि त्यही गाइज म चाहिँ कहाँ हिँडेछु सुट लाएर भन्नुहुन्छ होला। म चाहिँ यसो धाममा जान लागेछु अनि फेरि त्यहाँ यति सामान छुट्यो अरे किन जाँदैछु भन्ने त म बाटामा भन्दै जान्छु गाइज। सबैजनालाई अन्तिमसम्म हेरिदिनु होला, लाइक कमेन्ट सेयर गरिदिनु होला अनि सब्सक्राइब पनि गरिदिनु होला गाइज। मिनी भ्लग पनि आउँछ टिकटकतिर, सबैजनाले हेरिदिनु होला है त यताउता है। ल अब आधा बाटोमा गएर भेटौँ ल, बाई गाइज। म चाहिँ घरबाट हिँडिसकेँ, छाता नओढाउनु जानु थियो लास्टै गरेर सक्नुहुन्छ होइन। अनि फेरि साइकलमा हिँडेको कि अनि फेरि हेर्नु कस्तो खालको देखिएन, तर ब्याक क्यामेराबाट मैले गराइनँ कि अहिले यहाँ मिल्दैन नि त, उल्टे हात पर्छ अनि यो हातले फेरि जान्दैन कि हाँस्यो यस्तरी हो। अनि त्यही हो पानी ट्याङ्की लिएर आइसकेँ गाइज। मैले हजुरहरूलाई यो पानी ट्याङ्की मैले पिकनिक जाँदा हो सायद हो त्यतिखेर पनि देखाएको छु। अन्तिमसम्म हेरिदिनु होला, साथ सपोर्ट गरिदिनु होला। त्यही हो फेरि आधा बाटोमा गएर भेटौँ गाइज। गाइज म चाहिँ गाडी लिएर आइसकेँ, मिलेन र छाता बन्द गरेँ। अब त त्यस्तो रुख छ कि यहाँ चाहिँ यस्तो छ नयाँ भिडियोहरू। यो भिडियो मैले अस्ति नै हजुरहरूलाई देखाएको छु होइन। अहिले उहाँ पनि हो कि हो त्यहाँ फेरि म पिकनिक खान गएको थिएँ, देख्न सक्नुहुन्छ। यता चाहिँ यो बाटो धाममा जान्छ, यतापट्टि जङ्गल हो, उहाँ पिकनिक खान्छ। त यस्तै यहाँ म छु। म चाहिँ जान लाग्छु किन हो भन्दाखेरि स्पष्ट तरिकामा, तर मान्छेले जान लाग्छु किन हो भन्दा त्यहाँ चाहिँ आज चाहिँ हामीले यस्तो सानो रुट दियो कि के मलाई पनि खासै राम्रोसित थाहा छैन, त्यही हुनसक्छ। अनि फेरि एकदम हामी घरकै परिवारले मात्र गर्नुभयो एउटा भन्ने, अनि फेरि घरकै परिवारले गर्ने भनेर अनि त्यहाँ मम्मीको पूर्णिमाको व्रतले छोड्ने हो कि के भन्ने, सङ्गीत हो कि के भन्ने भनेर गर्न लाग्यो घरमा नगरेर मन्दिरमा। अनि त्यही भएर मन्दिर फेरि नजिक छ नि त, धाम हो मधुवन धाम यति नजिक छ। अनि त्यही भएर हामी यता आएको कस्तो डरलाग्दो। यहाँ फेरि पहिला त अचेल त पानी खरान आइरहेको छु त अनि भजन हुन्छ त्यहाँ आइरहेको छु। त्यही भएर मलाई पानी पऱ्यो, तर पहिला चाहिँ यहाँ पुरै उस थियो कि बनमारा। त्यही हो गाइज। अरू सुनाउनुहोस् हजुरहरूको, धेरै दिनपछि भेट भयो गाइज। यस्तै हो बाउ उकालो रहेछ गाइज। अब यसो शीतलमा गएर त्यहाँ यता गौशालाको गाईहरू पनि आउने हुन्छन् कि गौशाला भन्ने मैले हजुरलाई योभन्दा अघिल्लो एउटा हो कि दुईवटा अगाडि हेरिदिनु होला, यसो याद गर्नु होला। त्यही हो गाइज। अरू त के भनौँ र, सब ठिकठाक छ। गर्मी लास्टै छ, तर छाता बन्द गरी कस्तो बोक्दैन। त्यही हो नमिलेर हो कि कस्तो राम्रो छ क्या आजको मौसम होइन। त्यही हो लगाइ अहिले भेटौँ है त। म चाहिँ मिनी भ्लगको लागि यति थोरै क्लिप लिइसकेँ। अब त के भन्ने र यति त्यही छ। यसो टिकटकतिर पनि हेरिदिनुहोस्, टिकटकमा चाहिँ वर्षा आचार्य मिनी भ्लग छ। अनि त्यही हो गाइज। अब चाहिँ म धेरै टाढा छैन धाममा आउन, कस्तो तर आजको वेदर यस्तो राम्रो छ कि। त्यही हो गाइज। अहिले अब यहाँ जङ्गलमा अब म पनि बाटोमा त जति चिच्याउन नि सक्छु। त्यही हो गाइज। अरू बेलामा चाहिँ लाज लाग्छ, अरू त के भनौँ र। त्यही अब यति त्यही गएर भेटौँ है त गाइज। म चाहिँ फाइनली यो उसमा आइसकेँ धाममा, खालि जङ्गल के हो। अनि त्यहाँ आइछ यता। म सबै हजुरहरूलाई यताखेरि उस रहेछ क्या हो के रहेछ नै हो, बुद्धिस्टहरू बस्ने ध्यान बस्ने के शान्त कुञ्ज मधुवन धाममा हजुरहरूलाई स्वागत छ, धन्यवाद। त्यही हो यता बुद्धिस्टहरूको ध्यान केन्द्र। अनि उहाँ हो हामीले मम्मीहरू हुनुहुन्छ होला। यता कहाँ चाहिँ श्रृङ्गी घाट जान्छन् कि अन्त यो नि त त्यही हो, तर पनि को आमा क्षमा त लाग्छ। त्यही अहिले म यता नि त हुन्छ पूजा गर्नु।
म अब कता हेर्छु है सायद यतै हुनसक्छ हाम्रो त्यता होइन यतै हुनुहुन्छ त्यही गरेर देखाउँछ है गाइज